कस्तो बवाल भयो गाडी त डेन्जर भएछ त यार यस्तो हुँदैन मान्छे केही नभए यो तलबाट आएको ए सोच्दा पनि कुन हिसाबले गयो जस्तो कि है ओहो यस्तो धेरै फर्क छ यार यहाँ ठोक्यो भने गाडी हो झ्यापा छ कहिले कति कहिले राति कुरा हो यो रात 2:30 बजे कुरा के ए च्याउ बोकेर गाडी के च्याउ ए केताबाट रे गाडी कसरी पर्यो भाइ यो अचम्मै छ आमामा यस्तो हुँदा नि मान्छेलाई केही नभएको यार ए ल हजुर मान्छे यहाँ झरेर यो गाडी पल्टेको हामीलाई थाहा नै छैन म यहीँ सुत्छु यार यहाँ झरेर आफै झरेर तलबाट निस्केर गएर चौकी गएर बहिराएर के कसरी ओर्ले तिनीहरू त्यहाँबाट लोड गर्नको ब्याङ ब्याङ गाडी हाल्न केही पनि हाल्ने एउटा खलासी यहाँ जोड छ अनि ऊ सिटै पनि सिटै छैन कहाँबाट निस्क्यो के तिनीहरू हामीले पछि हाल्छ कि सामान निकालेको अनि झन् यो त झन् बाँच्यो केही भएन होला मान्छे त हो